तपाईको नाम के हो दाइ? मेरो नाम मिस्टर हिस्ट्री। ए त्यो डट टेम्पलमा कुटे खानेवाला? केही गल्ती भयो होला कहाँ भयो सोच्नै सकिन नराम्रो शब्द बोले होला यो ओठलाई रोक्नै सकिन अब जाने नै त हौ तिमी हतार पनि नगरिदेऊ। आजलाई चाहिँ हामी स्टप गरेको छौँ यो रेलको कारणले गर्दाखेरि यो वेट रेस चाहिँ गर्न सकिँदैन हामीले होइन र भोलि सी यू टुमोरो गाइस ल थ्यांक यू सो मच बधाई हो बधाई हो ल बधाई हो फेरि हान्दिएर त्यत्तिकै म नकिए यतिकै हिँडिरहेको थियो आएर हान्दिएर के हो यार म झन् सबैजनासँग मिलेर हिँडौँ मिलेर गरौँ भनेर म झन् जहिले हिँड्दाखेरि पनि मैले राम्रो सोचेर हिँडेको मान्छेहरू इजबले हान्दिएर यसपालि चाहिँ पहिला सेट मैले यिनीहरूलाई मैले कति राम्रो भन्ने सोचिरहेको फेरि आएर हान्दिएर एकजनाले मात्र हानेको होइन क्या 4-5 सबैजनाले हान्यो यिनीहरू सबैजनाले हान्यो सुरुमा इजबले चार्ज गर्यो अनि त्यसपछि अनि मनिष गुरुङ आयो अनि त्यहाँबाट अनि अर्को त्यो केटाहरू सबजना आयो सो यहाँ भएको चाहिँ के थियो भने म सर यहाँबाट हेलमेट लिनको लागि गइरहेको थिएँ दिदीको गाडीमा चाहिँ हेलमेट थियो यता साइडमा अनि म गइरहेको थिएँ अनि उनीहरूको त्यो एउटा पिट हुन्छ क्या बाइकहरू राख्ने उसको केटाहरूको बाइकहरू राख्ने ठाउँ हुन्छ क्या अनि उनीहरू चाहिँ त्यहाँ बसिरहेको रहेछ अनि त्यहाँबाट म सरसर गएँ अनि भने मैले त मलाई भने होइन होला भने म सरसर गएँ अरे अनि त्यहाँबाट अनि अझै पनि मैले त्यो नसुने जस्तो अनि गाडी खोल्दै थिएँ म के भन्छ दिदीको गाडीमा थियो नि त हेलमेट अनि गाडी खोल्दै थिएँ तँलाई नै भने आएर झ्याम आएर हान्दिएर बाइक चलाउन सक्दिनँ कि हो यार आँखादेखि छोड्यो भर्खर लास्ट दुख्न थाल्यो क्या त्यहाँ टाउको यो शून्य छ अनि ओहो आँखादेखि छोड्यो त यार आँखा देखेन यार सुरुमा चौकी जाने कि हस्पिटल जाने भयो म चौकी जाऊँ सुरुमा म चाहिँ चौकी जान्छु भनेर हिँडेको तर त्यहाँ चाहिँ ट्राफिक कार्यालय थियो रहेछ चौकी होइन रहेछ अनि त्यहाँको म्यामहरूले ट्राफिक म्यामहरूले चाहिँ मलाई यताबाट यसरी जानु तपाईँले एकदमै ब्लिडिङ भएको रहेछ यताउता भनेर सम्झाउँदै हुनुहुन्थ्यो थ्याङ्क यू सो मच म्याम एकदम खुसी लाग्यो त्यति बेला हाम्रो सपोर्ट गरिदिनु भयो बुझिदिनु भयो है त्यहाँ ग्रुप त्यो पहिला मान्छे चिनेकै मान्छेहरू हो अब हजुर हजुर म जाँदा हुन्छ देखेन यार मैले नाकबाट डेन्जर रगत बगिरहेको छ मेरो किन यसरी रगत भयो अघि नै रोकिसकेको थियो यार रगत Oh shit. यस्तो चिजहरू फेस गर्नुपर्छ छोरो मान्छे भएपछि सजिलो छ र भनेको जिन्दगी
अब यस्तो यस्तो फटाहरू हुन्छ, यस्तो यस्तो मान्छेहरू हुन्छ है। अब हामी झगडा नगरौँ भनेर हिँडेको मान्छे हेर त, अब कहाँ हो यार चौकी? चौकी कहाँ हो यहाँ? पार्किङ कता हो? मासला लाट गाह्रो हो त, नाकबाट मुखबाट डेन्जर रहेको त। ल त्यही हो, अब म चाहिँ पहिला उपचार गर्नु भन्ने कुरा हो। म यहाँ बिएनबी हस्पिटल जान्छु उपचार गरेर। पुलिस चौकीमा पहिला उपचार गराउनु धेरै गाह्रो भएको छ तपाईँलाई भन्नुभयो। यहाँ बिएनबी हस्पिटल यहीँ छ, म यहाँ जान्छु। आँखा देखिरहेको छैन एउटा। यो पार्किङ गरिदिनुहुन्छ तपाईँले? मैले आँखै देखेन। इमर्जेन्सीमा चाबी ल्याइदिनु ल। कहाँ छ इमर्जेन्सी? अगाडि नै हो, म अगाडि नै जान्छु। हुन्छ हस्। ओ सेट, लास्ट गाह्रो हुँदा। सेट ओके दाइ। हिँड्नु त, यही हो, यही हो, त्यही यही। Shit. Fuck. राम्रो काम गर्यो भने राम्रो हुन्छ अरे हैन। तर मैले राम्रो सोचेर हिँडेको, तर आज यस्तो हालत भयो क्या। मैले कसैलाई पनि नराम्रो सोचेन। यो ब्लगिङ फिल्डमा आइसके पछाडि मैले कसैलाई पनि नराम्रो भन्दा नि भनेन, अनि नराम्रो गर्छु भनेर कहिले पनि हिँड्दा पनि हिँडेन। तर सबैलाई मैले मान्छे नै मान्थे। सबैजनाले बुझ्छ होला, सबैजना मान्छेकै त हो, मेरै जस्तो मन होला अरूको पनि भन्ने सोच लिन्थेँ मैले। तर कुनै कुनै मान्छेको अनुहारमा कुकुरको जात हुँदो रहेछ भन्ने कुरा मलाई थाहा थिएन। आज त्यही कुकुरले फेरि टोकिसकेको छ मलाई। कुकुरको नाम, कुकुरको जात द टेम्पल है। द टेम्पलको कुकुरहरू भनौँ न। कति सोचेर हिँडे, कति बुझेर हिँडे, कति कुराहरूमा कति सेक्रिफाइस गरेँ, कति कुराहरूलाई मैले पोजिटिभ वेमा लिएँ, अनि आज मेरो हालत यस्तो छ। यो कहानीको सुरुवात यो भन्दा 11 महिना अगाडि ड टेम्पल भन्ने ठाउँमा भएको थियो। सबैजनालाई यहाँ ड टेम्पलमा स्वागत छ। ड टेम्पलमा चाहिँ भयङ्कर भिडभाड भइसकेको छ। आम्मामामामामामा, त्यसका बाजेको, दिदीको, फुबाजुको, भान्जा भान्जी। ओ गड, ओ माई गड, ओ माई गड, ओ सेट सेट सेट। जहाँ चाहिँ डर्ट बाइकहरूको रेसहरू हुँदो रहेछ। अनि म पनि भर्खर युट्युब ग्रो हुँदै थियो जब त्यहाँनिर एउटा इन्सिडेन्ट भयो। एउटा
मिसबिहेभ भयो भनेर मैले एउटा भिडियो बनाउँदाखेरि मलाई त्यहाँ धेरैजनाले पिटियो। अनि यसरी तान्न मिल्छ त यार मान्छेलाई? तान्दिएर हामी यो टाढोबाट हामी हेर यसको थाहा हुन्छ तपाईँलाई म यसरी जान लाग्यो होइन कि भन्नुपर्छ नि त तान्दिएर यसरी तान्दिएर क्या कस्तो भिडियो सिडियो नबनाउनु भने चाहिँ यसरी पेल्न मिल्छ त कि मिल्छ भने मिल्छ भन्नु नि त होइन तान्न मिल्छ त यार मान्छेलाई किन जानु हो ल कस्तो सकेको भयो त अब सक्यो त We're going to see you on the stage. We request all the riders अनि साउ भने होइन साउ भने ब्लगर भएर नचाहिने बोलेर भिडियो बनाएर त्यो फेरि त्यो पनि भ्लगर हो क्या त्यसको पनि युट्युब च्यानल छ क्या त्यो मैले त्यसलाई चिनिसकेको क्या के भयो झडा पऱ्यो त के भयो झडा पऱ्यो त मिसो हिस्ट्री भन्ने थियो नि त्यो युट्युबमा मैले हेरेर हुन्थ्यो त्यसको भिडियो हान्दैछौ के हो ल त्यस पछाडि मैले भिडियो बनाएँ सोसल मिडियामा भिडियो हालेँ तपाईँहरूको रेस्पोन्स तपाईँहरूको माया एकदमै धेरै पाएँ खुसी लाग्छ अहिले पनि मलाई धेरैजनाले डट टेम्पलमा कुटाइ खाएको चाहिँ तपाईँ होइन भन्ने त्यो नामले चिनिन्छ सबै कुराहरू पुलिस केस लिगल एक्सन यताउता भनेर गइयो पुलिस केस लिगल एक्सनमा पनि उनीहरूकै अब दबदबा थियो रहेछ त्यहाँ उनीहरूकै मान्छेहरू थियो रहेछ पुलिसहरू पनि अब त्यहाँ सायदै अब उनीहरूकै थियो होला त्यही भएर मलाई पनि न्याय दिएन त्यति बेला मैले अनि आएर रुँदै भिडियो हालेको थिएँ तपाईँहरूले त्यो भिडियोहरू पनि हेर्नु भएको छ होला धेरैजनाले त तर म यसरी बाँच्न सक्दिनँ केटा हो आजको कुराहरू अलिकति गम्भीर हो उनीहरूकै कुरा उनीहरूकै जिद मेरो सपोर्टमा बोल्नेहरू पनि अब सबैजना हुनुहुन्थ्यो अब त्यस्तै भयो आजको दिनबाट उताको कुरा अहिले पनि म नाम लिन्न उताको कुरा सक्यो केटा हो अनि कुरा सबै सक्यो मैले पनि बिर्सेँ कहिले पनि म बदला लिन्छु म कहिले पनि यिनीहरूलाई अब नेक्स्ट प्रोग्रामहरुमा कतै भेट्यो भने यिनीहरूलाई हान्छु यिनीहरूको चाहिँ पत्ता साफै गर्छु भन्ने कहिले पनि सोच्ने आएन अब जे भयो भइहाल्यो अब म आफ्नो हिसाबले बाँच्न पाऊँ म मेरो हिसाबले अगाडि बढ्न पाऊँ यिनीहरूको रोकटोक मलाई नआओस् अथवा कसैले पनि मलाई त्यस्तो कुराहरू नगर्नु होला भन्ने हिसाबले म अगाडि बढेँ मेहनत गरेँ दोस्रो तेस्रो चौथो पाँचौं सबै कुराहरू मेहनत गर्दै जाँदाखेरि सबै कुराहरू पाउँदै गए माया साथ सपोर्ट अनि धेरै कमेन्टहरु चाहिँ ठिक्क पर्यो डटेबलमा पिटे खाएको अनि कतिले चाहिँ खाते जहिले पिटे खान्छ टाइपको कुराहरू कमेन्टमा आइरा हुन्छ खुसी लाग्छ जे होस् पिटे खाइयो त खाइयो नि हैन अब साउथ मुभी जस्तो जिन्दगी नहुँदो रहेछ एक्लैले 20-25 जनालाई पिट्ने कुरा त नसकिदो रहेछ सम्भव छैन रहेछ अब त्यसमा साथै म अब त्यही त नि अब अलिकति अल्छी छु एक्सरसाइजहरु पनि खासै गर्दिन अनि मलाई झन् अलिकति गाह्रो अनि सबै कुराहरु बिर्से सबै उनीहरुलाई मैले बिस्तारै इभेन्टहरुमा भेट्न थाले
अरे यार बिर्सिसक्यो, उनीहरूलाई पनि बिर्सिसक्यो, मैले पनि बिर्सिसक्यो भन्ने सोच भयो मलाई। इभेन्टहरूमा भेट भयो योभन्दा 2-4 महिना अगाडिदेखि नै हरेक इभेन्टमा एकदम ठोकिरहने अनि हिडन एक्सनतिर पनि भेटिरहने केटा। मेरो कहिले पनि त्यस्तो सोच आएन यसलाई हान्दिउँ अब यसलाई पिट्दिउँ अब यो केटाहरूलाई म भन्छु यताउता, कहिले पनि सोच आएन। तर उनीहरूको सोच चाहिँ थियो रहेछ मलाई केही गर्ने मेरो विचारमा आज आएर थाहा पाएँ। सो मैले सबैजनालाई मान्छे सोच्थ्यो, मान्छे नै हुन्छ होला, मेरो जस्तै मन हुन्छ होला, मैले जस्तै सोच्छ होला सबैजनाले, आफ्नो जस्तो सोचाइ छ ओपिनियनलाई त्यही सोचले त हेर्छ नि होइन र। अनि मैले पनि त्यही सोचेर मैले त अब राम्रो सोचिरहेको छु भनेपछि यिनीहरूले पनि राम्रो सोचिरहेको होला भन्ने सोच भयो मेरो पनि। तर सोचाइ गलत रहेछ मेरो सोचाइले गर्दाखेरि मेरो आज यो हालत छ। म 2 दिन बेड रेस्ट गर्नु पर्यो, एकदमै नाजुक स्थिति हो यो, धेरै कम भएको हो। अनि चस्माको सहारा लिइरहेको छु, चस्मा लगाएर हिँड्छु। भएको के थियो त, कसरी भयो यो कुरा। नेपाल रोड रेसिङ च्याम्पियनसिपको पहिलो सिजन सुरु हुँदै थियो। हाम्रो टिमबाट चाहिँ 4 जनाले रेस खेल्दै थियो। मैले योभन्दा अगाडिको भिडियोहरूमा सबैमा मैले तपाईँहरूलाई जानकारी गराइरहेको। अनि पहिलो दिन थियो जुन दिनमा चाहिँ ल्याप टाइम हुन्छ, तपाईँहरूले योभन्दा अगाडिको भिडियो हेर्नुभयो होला। योभन्दा अगाडिको भिडियो पनि म के भन्छ बेड रेस्ट हुँदाखेरि भाइले एडिट गरेर हालिदिएको। अनि मैले त सकेन है, म त अलिकति गाह्रै थियो मलाई। अनि 81 त्यहाँभित्र डट टेम्पलमा पहिलो दिनमा न त्यो फाइनल थियो न त्यो थियो। 81 डट टेम्पलमा जुन घटना घटाउने केटाहरू सबैजना देखेँ मैले। सबैजना देखिसके पछाडि त्यहाँनिर मलाई मनमा के लाग्यो, यिनीहरूको सोचाइ अर्कै छ कि के हो टाइपको। फेरि अहिले अर्को मनले के सोच्यो, होइन अब मेरो जस्तै मन होला यिनीहरूको नि भन्ने सोच भयो। यही नजिक हाम्रै टिमसँग आएर हाम्रै टिमको बाइकमा डट टेम्पलको स्टिकर टालिराख्दाखेरि मैले भिडियो खिचेर बसेँ। सबै कुरा बिर्सिसक्यो भन्ने सोच भयो। लास्टमा त्यही मान्छेले मलाई पिट्छु भनेर प्लान गरेर आएको रहेछ, मलाई थाहा थिएन। कुरा के भयो त भन्दाखेरि रेसको ल्याप टाइमहरू सुरु हुने क्रममा पानी पर्यो। पानी परिसके पछाडि रेस अभियसली रोकिने नै भयो। रोकिने नै भयो भनेर हाम्रो एनएलआरसीको जुन सञ्चालक हुनुहुन्छ हाम्रो दाइले चाहिँ, विनोद दाइले चाहिँ CO टुमरो अब भोलि गर्ने भन्ने कुराहरू भइसके पछाडि अब भोलि गर्ने भएपछि सबैजना जाने भनेपछि अब सबैजना तित्तरभित्र आफ्नो तालमा हिँड्न थाल्यो। अनि म पनि आफ्नो झोलासोला एउटा गाडीमा थियो, हेलमेट एउटा गाडीमा थियो। अनि झोलासोला निकालेँ, ज्याकेट लगाएँ, हेलमेट हेलमेट त त्यहाँभित्र पो छ त भनेर अलिक पुनः साइडमा थियो। अनि म चाहिँ हेलमेट लिनको लागि गइरहेको थियो। अनि गइराख्दाखेरि डेन्जर मुख छाड्यो। मैले त उनीहरू गफ गरे होला भन्दा नि मैले नसुने जस्तो सरसर गयो। मैले त अब त्यो थाहै भएन नि मलाई भनेको हो भने म अगाडि अब अभियसली म उनीहरूले नहेरेको छ न के छ, आनन्दले हिँडिरहेको छु नि त। अनि त्यहाँबाट जब गाडीको ढोका खोल्ने बेला यता फर्किनुपर्छ नि त, यसरी ढोका खोल्नु तँलाई नै भने मैले तेरो के बिगारिदिएछ, किन मुख छाडेर, सबै कुरो भइसक्यो त, सकिसक्यो त, किन मुख छाडेर, के रे तँ रे भनेर सिधै जन्केर आयो, हान्यो, रिस उठ्यो। अभियसली मैले पनि हानेँ, मैले पनि यसपालि चाहिँ मजाले हानेँ। अनि अर्को 3-4 जना आएर भुइँमा त्यहाँबाट अरू केटाहरूले छुट्यायो, यताउता भयो, यान त्यान सबै गर्दाखेरि मेरो आँखा
आयो अब तपाईँहरूले देख्न सक्नुहुन्छ भिडियोमा डेन्जर सुन्ने थियो अनि नाकबाट डेन्जर रगत भएको थियो नाकबाट यति रगत भएको थियो कुरै नगरौँ अनि सबैले छुट्यायो अनि म चाहिँ साइड लाएँ गाह्रो हो नि त मलाई त टाउको दुख्यो यो सबै सुन्ने छ यो साइडको यो सबै सुन्ने थियो अहिले कम भयो आँखा पनि धेरै कम भइसकेको छ अलिक देख्न सक्ने भइसकेको छ अहिले त तर हिजोसम्म त म देख्न पनि सक्दैन थिएँ अनि छुट्याइसके पछाडि म साइडमा गएको अनि पुलिस बोलाएको मैले फोन गरेर यहाँ यसो भयो भनेको पुलिस त आइपुग्यो तर उनीहरू भागिसकेछ क्या त्यो ठाउँबाट उनीहरूको योजना प्लाङनुङ पिट्ने अनि भागिहाल्ने त्यस्तो सोच रहेछ मैले चाहिँ रुक्छ होला भन्ने सोच भयो पुलिस आउँदाखेरि भागिसकेछ पुलिसले पनि चौकीको जानु रिपोर्ट लेखाउनु भन्नु थाल्यो अनि म चाहिँ चौकीतिर लागेँ चौकीतिर जाँदाखेरि चाहिँ अनि अब पुलिसहरूले पनि मेरो हालत देखिसके पछाडि पहिला हस्पिटल जानु पछि म हामी छँदैछौँ नि भनेर भन्नु हो अनि म चाहिँ त्यहाँबाट हस्पिटलतिर लागेँ हस्पिटल लागिसके पछाडि चाहिँ अनि झन् गाह्रो हो म त हस्पिटलको गेटमा पुग्दासम्म म त अगाडिको मान्छे पनि देखिरहेको छैन म त बाइक पनि चलाउन सकिरहेको छैन टाउको एकदमै भारी भएको छ झन् हेलमेट लगाइसके पछाडि त्यो हेलमेटले एकदमै च्याप्दिएछ मलाई होइन अनि गाह्रो भएको छ अनि त्यहाँबाट मैले त्यो सेक्युरिटी दाइले दाइ मेरो बाइक पार्किङ गरिदिनु न म इमर्जेन्सीमा छिर्छु भनेको इमर्जेन्सी त्यतै हो भाइ तपाईँ बस्नु म तपाईँलाई लग्छु भन्ने कुरा हो अनि त्यहाँबाट उहाँले चाहिँ आफैले बाइक चलाएर मलाई इमर्जेन्सीसम्म लग्यो इमर्जेन्सीमा गइसके पछाडि चाहिँ म त्यहाँ ढलेँ अब एकछिनमा केटाहरू आएछ केटाहरूले अब बुढीलाई नि फोन गरेछ अनि त्यहाँबाट यताउता गरेर सबै कुराहरू भयो हस्पिटल बस्यो सिटी स्क्यानदेखि लिएर एक्सरेदेखि लिएर सबै गऱ्यो अनि सबै बडीको चेकअपहरू गरायो अनि ठिक छ सबै कुराहरू ठिक छ नर्मल छ यो बाहिरी घाउहरू हो आँखा चाहिँ अलिकति गाह्रै छ आँखा अब चेकअप गराइराख्नु रेस्ट गर्नु भनेर भन्यो अनि रेस्ट गरेर आएको अनि तपाईँहरूलाई भिडियो पनि बनाइदिउँ भनेर नहाल्ने सोच थियो मेरो त तर यस्तो कुकुरहरूलाई खुलिहाम हिँड्न दिनु चाहिँ नहुँदो रहेछ मैले त्यो चाहिँ थाहा पाएँ जति राम्रो गरे पनि जिन्दगीमा कसैको राम्रो चाहिँ नहुँदो रहेछ मान्छे नराम्रै भएको ठिक रहेछ लडाइँ झगडा भनेको चाहिँ गर्नु हुँदैन लडाइँ झगडाले चाहिँ गलत गर्छ है भनेर अस्ति भर्खर मैले एउटा भिडियो हालेँ हरेक भिडियोमा बारम्बार लडाइँ झगडाले यस्तो हुन्छ है उस्तो हुन्छ है भनेर अब त म त मरे बराबर हो नि त अब मैले लडाइँ झगडा गरेकै राम्रो होला जस्तो लाग्छ मलाई तपाईँहरूले सम्झाउनु मलाई के गर्दा राम्रो हुन्छ कस्तो गर्दा राम्रो हुन्छ मेरो आज भोलिको मेन्टल हेल्थ नै कस्तो भइसक्यो भने अब मार्ने नै हो अब चाहिँ नछोड्ने हो अब यति गर्दासम्म पनि अब म राम्रो गर्नुपर्छ भन्ने हिँड्यो भने त म त अब त मरे बराबर हो नि त जहिले आइदिएछ पिटिदिएछ गइदिएछ बेइज्जत गरिदिएछ त्यत्रो मान्छेको अगाडि अब मेरो त सेल्फ रेस्पेक्ट भन्ने पनि छैन मेरो त अब लाइफमा कसैले भोलिको दिनमा के भन्छ कसैले को हो तपाईँ भन्दाखेरि त्यो डट टेम्पलको वालाहरूले पिटाइ गर्ने मान्छे तपाईँ होइन त त्यस्तो टाइपको भइसक्यो नि त यो भनेको चाहिँ मेरो सेल्फ रेस्पेक्ट गुम्नु हो अनि मैले लाइफमा केही नगरेको जस्तो हो क्या म मात्रै उनीहरूको डट टेम्पलको मान्छेले पिटेर भाइरल भएको डट टेम्पलको मान्छेसँग लफडा गरेर भाइरल भएको यो मान्छेको केही पनि औकात छैन यो मान्छे यस्तै हो यो मान्छेको त्यस्तो टाइपको भइसक्यो कि अहिले अब यो भिडियो पछाडि झन् त्यस्तै हुन्छ अब मेरो सोचाइ एकदमै परिवर्तन भइरहेको छ मेरो सोचाइ नै अब मेन्टल हेल्थ नै अर्कै दिशातिर गइरहेछ मैले सोचेको भन्दा पनि गलत भइरहेछ अब के गर्ने कस्तो गर्ने अब तपाईहरुले सम्झाइदिनु बुझाइदिनु तपाईहरुको एउटा कमेन्टले मलाई फरक पार्छ
अब धेरैजनाले ठिक्क पर्यो यो पर्यो त्यो पर्यो भन्ने कमेन्टहरू आएर होला जहिले पिटाइ खान्छ यसले जहिले एक्सिडेन्टको भिडियो हाल्छ जहिले झगडाको भिडियो हाल्छ जहिले काटमार जहिले एक्सिडेन्ट अब मेरो च्यानलमा राम्रो भिडियोहरू पनि छ के 420-25 वटा भिडियो भइसक्यो 420-25 वटा भिडियोमा 400 वटा भिडियो त राम्रो छ नि त राम्रो भिडियोहरू त हेर्दैन त्यही लडाइँ झगडा मात्र हेर्छ अनि लडाइँ झगडा मात्र हुन्छ यसको च्यानलमा भन्छ 420 वटामा 20 वटामा लडाइँ झगडा होला 400 वटामा के छ त त्यो कहिले हेरेको छ भनेको क्या 400 वटामा के छ 400 वटा भिडियो कसरी बनाएको छ कुन हिसाबले बनाएको छ कहाँ खिचेको छ के गरेको छ त्यो हेर्नु भएको छ त्यो हो के कुरा भनेको तपाईहरुलाई लडाई झगडै मन पर्दो रहेछ तपाईहरुलाई लडाई झगडै गर्नु रहेछ अब मेरो पनि मनहरु मेरो पनि दिमाग पनि त्यस्तैतिर गइसक्यो अब सायद धेरै नराम्रो हुन्छ होला पछि गएर मेरो यो सोचले गर्दाखेरि म अब मेरो परिवार मेरो ड्याडीलाई मैले छोरोले त पिटाइ खाएर आयो भन्दाखेरि त्यो ड्याडीले कति नराम्रो भयो होला है तर के गर्नु अब यत्रो घाउ थियो अब गाह्रो भइरहेको थियो अनि ड्याडी पनि यही बिरामी भएर आउनु भएको थियो भन्दै त्यही हो अब लिगल प्रोसेसमा जाने भनेको अब आज न्यू इयर पर्यो अनि अब भोलि यो घटना चाहिँ शुक्रबार घटेको थियो धेरै दिन भइसक्यो यो घटना घटेको चाहिँ म चाहिँ अलिकति गाह्रै थियो मलाई अनि शेड्युलमा भिडियो हाल्नुपर्छ भनेर चाहिँ अनि मैले भाइलाई भिडियो एडिटिङ गर्दै हुन भनेर भाइले एडिटिङ गरेर हाल्दै थिएँ योभन्दा अगाडिको ठिक छ साथीहरू यस्तै रहेछ साथीहरूको सोच साथीहरूको नियत र टेम्पलले राम्रो गरेको हेर्न चाहन्थेँ म सबै कुराहरू बिर्सिसकेको थियो र टेम्पलमा नयाँ इभेन्टहरू भएको देख्दाखेरि ठिक छ गरे होला अब उनीहरूले पनि गर्नुपर्छ भन्ने सोचसम्म भइसकेको थियो मैले मेरो साथीभाइहरूलाई त अझ केसम्म पनि भनिसकेको थिएँ भने बरु मिल्छ भने मिलेर गरौँ भन्नेसम्म पनि भइसकेको थियो आज आएर फेरि त्यही औकात देखाएर गयो 3-4 जना को थियो एकजना चाहिँ इजब अर्को म्याक्स माडे जुन मनिष गुरुङ पहिला जुन मेन सुरु गरेको थियो यसपालि चाहिँ इजबले सुरु गरेको थियो ठिक छ केटा हो ठिक छ अब मैले राम्रो सोच्यो मैले राम्रो सोच्नु नै मेरो गल्ती थियो अब दिमागमा अनेक क्वेशनहरु आइरहेछ अनेक प्रश्न अनेक उत्तर अनेक आइरहेछ अब दिमाग नै अब डिप्रेसनमा जान्छ कि जस्तो कस्तो भइरहेछ बाहिर जानै मन लाग्दैन कोहीसँग बोल्न नि मन लाग्दैन अब आज न्यू इयरको दिन अब फ्यामिली पनि स्याड छ म पनि स्याड छु अब दिमागमा एउटै कुरा चलिरहेछ अब के गर्ने अब पुलिसकोमा गएर पनि त्यही होला तर पनि म न्याय खोज्न जान्छु न्याय खोज्छु म सायद मैले न्याय पाउँछु होला सायद नपाउन नि सक्छु किनभने मैले त अब मेरो कोही छैनन् क्या मेरो कोही पनि छैनन् के पैसा पावर भन्ने कुरा मेरो कोही पनि छैनन् के मेरो साथीभाइहरू भनेको सबै एभरेज कोही झगडा नगर्ने कोही पावर नभएको सबै साथीभाइहरू एभरेज नर्मल हामी गाउँबाट मेहनत गरेर यहाँ आएको हो क्या यिनीहरू कहाँबाट आयो कसरी आयो मलाई थाहा भएन हामी एक रुपैयाँ जम्मा गरेर यहाँसम्म आएको हो क्या यो मान्छेहरू कुन हिसाबले बाँचिरहेछ कसरी बाँचिरहेछ आई डोन्ट नो है त्यही हो न्याय खोज्न जान्छु म त्यही भन्न चाहन्छु राम्रो गर्नु हो
जे होस् खुसी लाग्यो यो चिजहरूले मेरो सोचाइहरू परिवर्तन भइरहेछ मलाई अब के भन्नु है भयो यति नै होला एउटा कुरो याद राख्नु यो घटना तपाईहरूलाई पनि हुनसक्छ मैले डट टेम्पललाई राम्रो सोचेको थिएँ डट टेम्पलले राम्रो गर्दैछ ट्यालेन्टेड मान्छेहरूलाई ट्यालेन्ट देखाउने ठाउँ एउटा खोल्दैछ गर्दैछ भन्ने सोचेको थिएँ तर तिनीहरूको सोच त्यो होइन रहेछ तिनीहरूको सोच भनेको गुन्डागर्दी गर्ने ताल पऱ्यो भने लुटपाट गर्ने अनि सोअप गर्ने त्यस्तो खासमा त्यस्तो ठाउँ खोलेको रहेछ ठिक छ अहिले अब यस्तो गर्नुभयो यस्तो गर्यो अब चित्त दुखाइ चाहिँ डेन्जर छ चित्त दुखाएर पनि केही गर्न सकिन्न साथीहरू मेरो ब्याक सपोर्टमा कोही पनि छैन तपाईँहरू मात्र हो अब तपाईँहरू पनि कति कहाँबाट होला के होला अब आफ्नो केयर चाहिँ गर्नु राम्रो मात्र नसोच्नु नराम्रो पनि सोच्नु पर्दो रहेछ हामीले भन्ने कुराहरू पनि ध्यान दिनु यो आजको यो चिजबाट चाहिँ मैले त्यो सिकेँ राम्रो मात्र सोच्नु चाहिँ जिन्दगी होइन रहेछ है कुनै कुनैले चाहिँ नराम्रो पनि सोच्नु पर्दो रहेछ है भन्ने कुराहरू सिकेँ अब मेरो सोच गलत पनि हुनसक्छ त्यही हो हस् त म न्याय खोज्नुतिर लाग्छु भोलितिर भिडियो आउँछ होला सबैजनाले हेरिदिनु होला कसले न्याय दिन्छ के गर्छ थाहै पनि छैन अब सायद पाउँछु होला मैले न्याय थ्याङ्क यू